सारा प्रकारले गर्दा गोपिनीहरूले मिठो राग निकालेर मेरो भगवान मेरो मायालु मेरो कान्छो अब हुन्छ नि सारा प्रकारले गर्दाखेरि प्यार साथसँग भगवानलाई खोज्छ भए प्रभु लुक्नु भएछ जङ्गलमा कहीँ पनि भेट्न सकेनन् अनि ए जाइ ए जुही कटर आँप तिमीहरूले हाम्रा कृष्णलाई देख्यौ कि देखेनौ भनेर सारा सोध्दै जानु हो। यसरी सोध्दै जाँदा कसैले पनि हामीले देखेको पो छैनौँ भनेर भनिसकेपछि प्रभु वृन्दावनमा हराउनु भयो कि तपाईँले एकपटक मिठो मुरली बाँसुरी बजाइदिए पनि हुन्थ्यो। तपाईँले बजाएको मुरली बाँसुरीका धुन सुनेर गाईहरूले घाँस खान छोड्दथे। प्रभु तपाईँ कहाँ हराउनु भयो, कहाँ लुक्नु भयो, तपाईँ छिट्टै आउनु भनिकन सारा प्रकारले प्रभुको दिव्य गुणानुवाद अहिले कथन बताउँदै अगाडि बढ्नुभयो। भोलि श्रीकृष्ण भगवानको शरद ऋतुको वर्णन गर्नुभयो। त्यसपछि हेमन्त ऋतु लाग्यो। हेमन्त ऋतु लागेपछि सारा गोपिनीहरूले अब हामी व्रत बस्ने लु होला नगरौँ भक्तवत्सल भगवानको अब हामी भोलिदेखि व्रत आरम्भ गर्नुपर्छ। सबैजना यमुनामा स्नान गर्ने अनि व्रत पूर्ण गर्नुपर्छ लगेर राजा परीक्षितलाई सुखदेव स्वामीले वर्णन गर्नुभयो। प्रभु भगवानले कसरी चिर हरण गर्नुभयो लौ न भनेर आज्ञा गर्दा सुखदेव स्वामीले बताउनुहुन्छ। यता नैमिषारण्य नाम गरेको अत्यन्तै परम पावन पवित्र भूमित्र स्थलमा शौनक आदि 88,000 ऋषिमुनिहरूलाई पौराणिक सजी महाराज आज्ञा गर्नुभयो। हेमन्त ऋतु लागेपछि सारा कुमारीहरू अहिले कुमारीहरू बिहानै उठेर यमुनामा गई स्नान गर्थे। बालुवाको मूर्ति बनाएर कात्यायनी देवीको पूजा गर्ने गर्थे। हेर्नुहोस् हेमन्त ऋतु लागेको छ, दिनहुँ जाने पूजा गर्ने, बालुवाको मूर्ति बनाउने अनि त्यो मूर्तिमा पूजा आराधना गर्ने। के भनेर पूजा आराधना गर्दा रहेछन् त भन्दाखेरिमा कृष्णले चाहिँ हामीलाई पत्नी बनाउन्। हे मूर्तिदेव कृष्णले हामीलाई पत्नी बनाउन् भनी प्रार्थना गर्दै यसो गर्दा गर्दै 1 महिना बित्यो अनि सारा अब कुमारीहरू मात्रै क्या, सबै केटीहरू मात्रै। अब महिलाको हुल ज्ञान अब त्यहाँ एउटा पनि पुरुष नहोस् त कति बिचल्ली पर्छ त्यो। ए सबै स्त्रीहरू महिलाहरू चाहिँ नि जम्मा भएछन् हेर्नुहोस्। अनि सारा प्रकारले गर्दा एक दिन सधैँ जसरी लुगा जति सबै तीरमा राखेर निर्वस्त्र अब नदीमा स्नान गर्ने भन्ने विचार गरेछन् र लुगा जति सबै पाखामा राखेछन् त जामलाङ र झुम्नु गइने त्यो यमुनामा त नुहाउन बसेका। बिहानै फेरि व्रत भनेपछि घरमा काम गर्न नपर्ने अनि 1 कुर्बा दुध पनि स्वाटै 3-4 कप चिया पनि घाटै हेर्नुहोस् राधे अनि एक खापा कोला पनि गप्पै खान पाएपछि व्रत सर्त राधे आज त घरबेटीले त ठुलै व्रतमा पार्नु पनि हामीलाई पनि के गर्ने लौ ठिकै छ नि त भनिकन के गर्ने अब यस्तै छ। अनि यता सारा प्रकारले गर्दाखेरिमा हेमन्त ऋतुको यो दिव्य समय चलिरहेको थियो। ऋतुको समयमा गोपी कुमारीहरू वस्त्र पाखामा राखेर नुहाइरहेको बेलामा कृष्ण पनि छैनन्, बलराम पनि छैनन्, को छ र यहाँ अब केटाहरू कोही छैनन्। हामी केटी त हो नि लुगा जति राखेर अब अहिले त्यही लुगा लाउनुपर्छ भन्दा रहेछ त जम्मै लुगा जति निर्वस्त्र एउटा केही नलाइकन पानीमा छ हेरि नसक्नुको बिजोग त्यस्तै छ क्या, तरिकै छ त्यो। तपाईँले त हेर्नै भएर लीला लीला छ यहाँ हेर्नुहोस् प्रभुको। ए नुहाइराखेको थिए कोही उतातिर परुने लुका मारी खेलिरहेको थिए पानीमा। हेर्नुहोस् यता भगवान कृष्ण आज गोप कुमारीहरू कहाँ गएछन्, चालचुल छैन त गाउँघरमा त भन्ने विचार गरेर एकजनाबाट सङ्केत पाउनुभयो गएछन् यमुना तीरतिर नुहाउनलाई।
भनेपछि ए नौन पो गएको छन् भन्ने विचार गरेर अब बलरामसँग जाउँ भने के हो दाजु तपाईँ यतै बस्नु म चाहिँ लागेँ यमुनातिर भनेर गएछन्। कस्तो मलाई नलिकन गएको त जान पनि कम्तीमा मलाई त लिएर जानु नै नहुने बेलामा भनेछन् कृष्णले। यसो गएको त हेरेको त लुगा जति त जम्मै पाखामा पो रहेछ गोपिनीहरूको। ए तिमीहरू बदमास भनेपछि तिमीहरूले लुगा लगाएको छैनौ होइन त? लुगा लगाएको छैन। सरक्क भगवान् कृष्ण त कदमको रूपमा चढ्नु भएछ र सारा चर्तीकोलाई कृष्णले हेरिबक्सनु हेर्नुहोस्। राम राम हेरिसक्नु भएको पो लीला। अनि सारा प्रकारले गर्दाखेरिमा भगवान् कृष्ण अहिले हाँस्दै कदमको रूपमा चढ्नुभयो। अनि धेरै बेर चर्तीकोलाई गोपकुमारीहरूको हेरिसकेपछि अब चाहिँ भयो बाबा तिमीहरूको सबै मैले देखेँ हो। तिमीहरूले मलाई फुर्ती लाउनु पर्नु पनि परेन, ठुलो मान्छे हुँ भन्नु पनि तिमीहरूले परेन, मैले थाहा पाइ गएँ भनेर भगवान्ले चाहिँ रुखमा बसेर अहिले बाँसुरी बजाउनु भएको। यसो हेरेको त कृष्ण होइन यो चोर कहाँबाट आयो, यसले त सबै देखो क्या हाम्रो भनेछन् र लाजले भुत्छु। कोही पानीमा डुबेछन् हेर्नुहोस्, कोही पानीमा डुबे, कोही पूर्व फर्के, कोही पश्चिम फर्के, हेरि नसक्नुको जात्रा भयो त्यहाँनिर हेर्नुहोस्। कोही त ठुलै पनि रहेछन् क्या, केटाकेटी मात्रै हो र भने ठुल्ठुलै। अनि साह्रै बिजोको भयो। एक्लै कृष्ण रुखमा बाँसुरी बजाउने बित्तिकै सबै लुगाहरू त कदमको रुखमा हाँगामा पो टङ्गिया छ हो। अब कुदेर आएर लगाउनु त भन्दा पनि स्थिति भएन। कृष्णले भन्नुभयो ल बाहिर आऊ तिमीहरू सबै, तिमीहरू लाज नभएहरू यसरी निर्वस्त्र नहुने हो त नदीमा गङ्गामा भन्नुभयो। ए कोही पूर्व फर्केका छन्, कोही पश्चिम फर्केका छन्, कोही मुख छोपिया छन्। अब दुई हातले के छोप्नु हो, हुनुहार भयो त्यहाँ हेर्नु। गोपिनीहरूले भने ए कृष्ण झर न त्यो लुगा झारिदेऊ, हाम्रो बाबु भयो लु झारिदेऊ भन्दाखेरि कहाँ तिमीलाई झार्छौ भनेर दिक्क लाउनु भयो। यता गोपिनीहरू भन्दछन् हेर्नुहोस्। सारा चरित्र हेरिसकेपछि गोपिनीहरूले भन्नुभयो लाजले अब मर्ने भयो यो जाडोमा, हेमन्त भनेको मङ्सिरको महिना, यो चिसोमा कति डुबेर बस्नु। अनि के मैले डुबेर बस्नु भनेको छ त तिमीहरूलाई, बाहिर निक्लन खुरुक्क लाइन लागेर भन्नुभयो। कसरी निक्लिने, यो काले यो चोर कहाँबाट आयो भनेका छन् भन्छ। गोपिनीहरू भन्दछन् लौ न अब के कसो गर्नु हो, के कसो गर्नु हो, यमुनामा आज लाजैले मर्नु हो। बसी रुखमा बजाउँछ बाँसुरी हेर्दै मुखमा, बसी रुखमा बजाउँछ बाँसुरी हेर्दै मुखमा। यसरी बताउनु भयो हेर्नुहोस्। अनि ए कृष्ण तिमीलाई शरम छैन, लाज लाग्दैन यस्तो चाहिँ कुमारीहरू भएको ठाउँमा आउनलाई भनेर फेरि गोपिनीहरू भन्दछन् शरम छैन मोरालाई एक राति, मोरालाई एक राति दुःख दिन आज सकेको लौराती। बसी रुखमा नबजाऊ बाँसुरी हेर्दै मुखमा, बसी रुखमा नबजाऊ बाँसुरी हेर्दै मुखमा। कृष्णले भने तिमीहरूलाई यो वरुणदेवको तिमीहरूले ठुलो अपमान गर्यो निर्वस्त्र नआएर, यो राम्रो कुरो भएन। अब यही चाहिँ जलमा डुबेर मर्छौ कि बाहिर निक्लिन्छौ, म एक्लै छु, अब मैले देख्ने जति कुरो देखिगएँ, निक्लिन्छौ भने पनि केही फरक पर्दैन भनेर भन्नुभयो। निर्वस्त्र भई गरेर स्नान, गरेर स्नान वरुणदेवको आज भएको छ अपमान। डुबी जलैमा के हेर्छौ मुखमा, सारी रुखमा डुबी जलैमा के हेर्छौ मुखमा, सारी रुखमा। गोपिनीहरूले भने अरे कृष्ण सारी झारिदेऊ भयो, चिसोले मर्यो भन्दाखेरि गोपिनीहरूले फेरि भने यदि सारी झार्दैनौँ भने मातालाई गएर भनिदिन्छौँ
तिमीलाई माताले दामले बाँडेर कुट्नु हुन्छ नि, अब के गर्नु? नि खोजौँ भनेदेखि झनेले नजार्ने बरु फकाउनु पर्यो भनेर गोपीहरूले फकाउन थाले। कदमको रुखलाई पनि भारी भइसक्यो त्यो साडी। अहिले पनि त्यहाँ कदमको रुख त्यो वृन्दावन जाँदाखेरि साडी किनेर त्यहाँ चढाउनुपर्छ भनेर साडी किनेर चढाइराखेको छु। हेर्नुहोस् अहिले पनि छ त्यो स्थिति। गोपिनीहरूले भने हाम्रो साडी देऊ भनेर भन्दछन्। कृष्ण काले देऊ हाम्रो साडी, देऊ हाम्रो साडी, कदमको रुखलाई आज भोलो मारी, बसे रुखमा नबजाऊ बाँसुरी, हेर्दै मुखमा बसे रुखमा नबजाऊ बाँसुरी, हेर्दै मुखमा। भगवान कृष्णले भन्नुभयो किन नबजाउने बाँसुरी? बाहिर अब तिमीहरू लाइन लागेर सबैजना आऊ भनेपछि त को आउने, कसको हिम्मत बाहिर आउने? भगवान कृष्णले फेरि भन्नुभयो पाउँछौ सारी जलदेखि आऊ बाहिर निस्केर, सारी रुखमा के हेर्छौ गोपिनी मेरो मुखमा, सारी रुखमा के हेर्छौ गोपिनी मेरो मुखमा। अनि फेरि गोपिनीहरूले भने साडी दिँदैनौ त? भनेको के को दिन्थ्यौ साडी तिमीलाई? तिमीलाई साडी दिन्थ्यौ म? बाहिर नआएसम्म त आमालाई गएर भरे भनिन्छौ। कृष्णले त हाम्रो बिजोग पारे नि आज त्यो पानीमा डुबाएर, सानो बिजोग पाएर त म यहाँ पख भनेर भनिदिएपछि आमालाई तिमीलाई दामले बाँधेर कुट्नुहुन्छ हेर्नुहोस् भनेर भन्दा भएको मेरो यशोदालाई भनिदिन्छौँ एकाले, भनिदिन्छौँ एकाले, पिट्नुहुन्छ आज बाँधेर दामले, बसे रुखमा नबजाऊ बाँसुरी, हेर्दै मुखमा बसे रुखमा नबजाऊ बाँसुरी, हेर्दै मुखमा। अनि यसरी भनिसकेपछि फेरि कृष्णले भन्नुभयो त्यसो भएदेखि जाऊ आमालाई गएर भनिदेऊ म सारी चोली पनि झार्दिन्न, यत्तिकै तिमीहरूको हिम्मत कति गरेर चल्यो जाऊ त, घरसम्म जाने तिमीहरूको हिम्मत हेरौँ ल, जाऊ 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 यत्तिकै जानु कि राति जानु पर्यो नदेख्ने, कसैले नदेख्ने गरी। अहिले त मैले यहाँ एक्लैले देखा हो, अहिले तिमीहरू यत्तिकै निक्लेर गयो भने त सारा गाउँले देख्नु कत्रो हिम्मत तिमीहरूको, लु त लु भन्नुभयो भो। भगवान कृष्णले भन्नुभयो रुखमाथि चोली र साडी, चोली र साडी, जान्छौ गोकुल आज कसरी सुन्दरी, सारी रुखमा के हेर्छौ गोपिनी मेरो मुखमा, सारी रुखमा के हेर्छौ गोपिनी मेरो मुखमा। कृष्णले यति भनिसकेपछि गोपिनीहरूले भने अब चाहिँ भएन है साथी हो, यो वरुणदेवको अपमानै हामीले गरे भनेर कृष्णले भने हो कि क्या हो? अब यिनलाई हातमा लिनुपर्छ, अब अपमान त भइगयो, गल्ती भयो, भारी गल्ती भयो, साह्रै नराम्रो भयो। अनि कृष्णले फेरि भन्नुभयोदेखि गल्ती गर्छौ गर्दैनौ भन्दाखेरि हामी अब गल्ती गर्दैनौँ भने गोपिनीहरूले भने भुल भयो पर्दछौँ शरणमा, पर्दछौँ शरणमा, वस्त्र लुकाई हामीलाई नपार मनमा, बसे रुखमा नबजाऊ बाँसुरी, हेर्दै मुखमा बसे रुखमा नबजाऊ बाँसुरी, हेर्दै मुखमा। कृष्णले भन्नुभयो ल त्यसो भए गल्ती गर्दैन भने तिमीहरूको मैले लुगा दिएँ भन्नुभयो। फेरि गल्ती गर्दैनौ भनेर, गर्दैनौ भनेर, पानी बाहिर अब आऊ बाहिर निस्केर, सारी रुखमा के हेर्छौ गोपिनी मेरो मुखमा,
मेरो मुखमा। ल अन्तिममा त बाहिर आउनै पर्ने बाध्यता बनायो कृष्णले। यसले साडी झार्दै लुसुक्क लागेर गए पनि त हुन्छ नि, के गरी आउने बाहिर। अरे प्रभु, लु रुखबाट अब कृष्ण त सारा लुगा अगाडि राखेर पो बसिया छन्। ला ल बाहिर कसरी आउने अरे प्रभु, यो के देख्नु परेको लौ। अनि भो अब कसैले चाहिने मुख छोपिया छन्, कोही कतातिर जाने पानीमा लुकेर पनि कति बस्नु भएन बाबा भन्ने विचार गरेछन्। र अब चाहिँ ल यिनीहरू पनि मर्न आँटे। अब मैले ल सारी लुगा झारिदिएँ, ल बाहिर निक्लेर ल लगाऊ है भनेर चाहिँ लुगा यहाँ राखेर छेउमा राखेर कृष्ण उठ्ने गरेर हेर्नु भयो। के गोपिनीहरूको त नराम्रो त्यो के हेरी साध्य रूप पनि त्यस्तै। छानी लुगा त स्वाङ पारी पो लाउनु थालेको छ। अब भो दिदीको बहिनीले लगाएछ नि, बहिनीको दिदीले लगाएछ, टाँक लाग्दैन हतारमा। अब प्रभु राधे राधे हुनु आर भयो, टाँक लाग्दैन। चाहिँ कसैको सुरुवाल छोटो, कसैको सुरुवाल लामो, कसैको ठुलो, कसैको सानो। अब के त मिलाएर लाउन भए पो हुन्थ्यो, हतारमा लगाएको जस्तो सुकेको लगाएछ नि। कृष्णले भन्नुभयो झारिदिए चोली र साडी, चोली र साडी, छानी लाउ गोपीहरू सवारी, साडी रुकामा के हेर्छौ गोपिनी मेरो मुखमा, साडी रुकामा के हेर्छौ गोपिनी मेरो मुखमा। यसरी लुगा लगाइसकेपछि त गोपिनीहरूले भने अब के गर्नु, यो मोरा यो काले यो चाहिँ हुनुहारसम्म यसले गर्नुसम्म गरेको थियो याद त। यसले गरेर हल्ला गर भने त कहाँसम्म हाम्रो त नाटै खाथ्यो, साथै बिजोको। कृष्ण ज्यादै तिमी ज्यादै राम्रो क्या एकदम भनेर सबैले थुमथुमी आएछन्। ल हो अब के गर्नु, सबैले उनीहरूलाई पति पाउँ भनेर पूजा गरेको, आइपुग्यो त्यतिखेर पति त के। अनि फुर्किया आएछन् अब कृष्णलाई त, ए बोकेर पो सबैले बोकेर पो लगिहाल्छन् कृष्णलाई त। आज तिमीहरू त मैले बल्ल ठिक पारेँ भनेर कृष्ण त मक्ख पर्नु भएको छ। के कति दिन मक्ख कृष्ण प्यारा ए नन्द लाला, ए नन्द लाला, रूप चाहिँ काला आज मन कति उज्याला, बसे रुखमा नबजाऊ बाँसुरी हेर्दै मुखमा, बसे रुखमा नबजाऊ बाँसुरी हेर्दै मुखमा। यसरी प्रभु परमात्माले अहिले सारा गोपिनीहरूको वस्त्र हरण गरेर फेरि अन्तिममा अहिले दिनुभयो। छानी गोपिनीहरूले स्वाङ पारी लगाए। अहिले यस्ता कुरा गाउँघरमा कसैलाई पनि नभन्न अहिले कृष्णलाई गोपिनीहरूले अनुरोध गरे। भगवान पनि प्रसन्न भएर अहिले आफ्नो घर आउनुभयो। कुनै दिन राति फेरि हामी भेट्नुपर्छ भनेर गोपिनीहरूसँग अहिले कृष्ण छुटिएर आफ्नो घर जानुभयो भन्ने प्रसङ्ग अहिले दिव्य भावबाट वर्णन गर्नुभयो। यसलाई चिरहरण लीला भनिन्छ। बोले भक्तवत्सल भगवानको।